सम्पूर्णमा नमस्कार। आज मेरो 5 कक्षाका विद्यार्थी भाइ बहिनीहरूले विज्ञान विषयमा एकाइ 3 मा जीव र वातावरण भन्ने विषयमा एउटा परियोजना कार्य गरेका छन्, जसमाथि हामीले बोट बिरुवामाथि तापको र प्रकाशको, सूर्यको तापको र प्रकाशको कस्तो असर पर्छ भनेर हामीले प्रयोगात्मक कार्य गरेका छौं र त्यसमाथि भाइ बहिनीहरूले घरबाट दुईवटा गमला भनौं अथवा गमलाहरूमा अथवा भाँडोमा बिरुवाहरू उमारेर लिएर आएका छन्। त्यो म हजुरहरुको सामु देखाउँदै छु। कतिपय अरु भाइ बहिनीहरुको यो 4 जना भाइ बहिनीहरुको चाहिँ उम्रेको रहेछ, अरु भाइ बहिनीहरुले उमार्न अझै उम्रेको छैन भनेर भन्दैछन्। अब आइतबार ल्याउँछौं भन्दैछन् भाइ बहिनीहरु। यहाँ यसरी छन्। यो के को बिरुवा हो बाबु? यो के को बिरुवा? खुर्सानीको। अनि यो के हो? टमाटर र खुर्सानीको हो, हैन? अब यसमाथि बिरुवामाथि ताप र प्रकाशको कस्तो असर पर्छ भनेर हामी गर्छौं, प्रयोगात्मक कार्य गर्छौं। एउटालाई चाहिँ हामी अँध्यारोमा जहाँ सूर्यको प्रकाश र ताप पर्दैन त्यहाँ राख्छौं र एउटालाई बाहिर राख्छौं। अनि त्यसपछि कस्तो हुन्छ भनेर हामी फेरि हजुरहरुलाई देखाउने छौं। यो के उमारेछौ बाबु तिमीले? मकै। दुईटैमा मकै हो? ए ल ठीक छ। तिमीले के उमारेछौ बहिनी? मकै र भट्ट। ल ठीक छ। तिमीले के उमारेछौ? बोडी। तर यो त एउटा चाहिँ हरियो छ, एउटा चाहिँ पहेँलो भइछ। कि अँध्यारोमा राखे थियौ र यसलाई? पानी धेरै भयो जस्तो छ, हैन? पानी धेरै भयो जस्तो छ। अरु भाइ बहिनीहरुले कहिले ल्याउँछौ रे? आइतबार। ल सबैजनाले आइतबार ल्याउने। अरु भाइ बहिनीहरुले आइतबार ल्याउने भन्दैछन्। अरु भाइ बहिनीहरुले आइतबार ल्याउने भन्दैछन् र अब हामी यो गमलाहरूलाई एउटालाई चाहिँ सूर्यको प्रकाश र ताप पर्ने ठाउँमा राख्छौं र अर्कोलाई चाहिँ हामी अँध्यारोमा राख्छौं। अनि केही दिनपछि हामी देख्न सक्नेछौं कस्तो यसमा ताप र प्रकाशको असर कस्तो हुन्छ। त्यसलाई हामी आफैले मैले साथै विद्यार्थी भाइ बहिनीहरूले सबैले अवलोकन गरेर हामी यसलाई हेर्नेछौं। ल धन्यवाद।